हेलो नमस्ते स्वागत छ सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरुलाई मेरो युट्युब च्यानलमा। आज चाहिँ म धरानमा आएर चाहिँ तिम्माको घरमा बसिरहेको। मेरो नानी चाहिँ त्यहाँ मोबाइल हेर्दैछ जहाँ गयो पनि। अनि तिम्मा उहाँ चाहिँ मेरो तिम्मा हुनुहुन्छ। हेलो एभ्रीवन नमस्ते गुड मर्निङ। आज चाहिँ म धरानबाट गुड मर्निङ गर्दैछु। हेर्नु त कस्तो राम्रो फुलबाट म गुड मर्निङ गर्दैछु। आज चाहिँ म तिम्माको घरमा आएको छु। अनि बिहानै उठेर फुलहरू हेर्दैछु। वरिपरि घुमी फुल हेर्दैछु। यो फुल पनि रहेछ तिम्माको। यसको नाम त के पो हो? कस्तो बिर्सेँ के यसको नाम मैले। रुखबाट यो जरा आएर फुल्ने फुल के पो भन्छ यो फुललाई? नाम चाहिँ बिर्सेँ, पछि याद भयो भने भन्छु म। अनि उहाँ चाहिँ मेरो कान्छी छ्यामा। अहिले उहाँलाई सन्चो छैन, अलिक बिरामी हुनुहुन्छ। आज त काठमाडौँ के पो आज त धरानमा यस्तो अँध्यारो पानी पर्न थाल्यो बिहानै एकदम अँध्यारो हुन थाल्यो। पानी पर्ने पो आज त कसो गरौँ क्या ही गरौँ भयो हो। टरी पनि जानुपर्ने आज। काठमाडौँमा पनि भेटघाट छ। काठमाडौँ भन्छु फेरि धरानमा। हेर्दा कत्रो पानी पर्यो। पानी ठुलो पर्यो। अब चाहिँ हामी दिकुको घरमा गयौँ। दिकुसँग भेटघाट गर्नु। अनि दिकुको घरमा के छ हेर्नु है त साथीहरू। बिरुवा राख्नु भएको छ हाम्रो दिकुले। यहाँनिर फुलको यसरी ठ्याक्कै बिरुवाहरू। यो त उमा हुने हो कि क्या दिकु? यो जङ्गलमा हुने ए सुनखरी है। त्यही हो काठरोदी, जङ्गलको काठरोदी हुन्छ नि त्यसरी। यसरी राख्नु भएको रहेछ। बाटो यिनीहरू छ। यसो हेरेर बिक्रीमा पनि राख्नु भएको दिकुले। यस्तो धेरै चाहिँ यो खालको प्लान्ट रहेछ दिकुकोमा। यस्तो खालको त टन्नै नै छ, रुखै छ पल्लोपट्टि। आफैले यस्तो बनाउनुहुन्छ कलम भनेपछि। ए यहाँ पनि ए यो पनि त रुख रहेछ होइन दिको? त्यो प्लान्टको यो ड्रागन फ्रुट। ए सुनखरी त यता पनि लाग्नु भएको रहेछ काठमा। अनि यसलाई पानी पनि हाल्नुपर्छ होला होइन दिको? सबै त्यस्तै प्लान्ट रहेछ। रुख भएको छ सबै। यसलाई कटिङ गरेर अन्त बिउ सार्नु हो दिको? ए कटिङ गर्दै राख्नु भएको रहेछ। ए कटिङ गरेर यसरी मारेर पछि अनि बाहिर राख्नु भएको रहेछ। देखाउनु पर्यो। म दिकुकैबाट लगेको दुईटा छ भनेर अहिले पनि ठुलो बनाएको छु। अहिले लादिनँ दिकु, फेरि उता पत्री कता जानु छ। यसरी बिउ बनाउनु भएको रहेछ दिकुले चाहिँ। ए यो काटेर अब यो चाहिँ भर्खर उम्रिनु लागेको। उम्रेपछि चाहिँ बाहिर बिक्रीमा राख्नुहुन्छ दिकुले। यता पनि चाहिँ लैजा भन्नुहुँदैछ दिकुले। तर मेरो अस्ति नै दुईवटा लगेको भनेर छ। फेरि हामी अहिले गइहाल्ने पनि होइन, उता घुमेर जानुपर्ने। यो खालको प्लान्ट चाहिँ दिकुले धरानको सम संस्कृति पार्कमा पनि धेरै दिनुभएको छ। अनि धेरै रोप्नु भएको छ। गएर यस्तो भिडियोहरू लगाइरहनुहुन्छ दिकुले। ल हैन अलिक मोटी र होची देख्यो है। हामी चाहिँ दिकुकोमा गएर यता नानी टेम्पो आयो। यता टेम्पो आयो भन्छ।
खिड्की कमाइदिएर आयौँ अनि त्यस पछाडि फेरि तिमीहरू वापस आयौँ अब खाना खाएर फेरि धरान घुम्नु छ धेरै हेर्दै मात्रै जानु न हामी कहाँ कहाँ चाहिँ घुम्नु छौँ भन्ने कुरा थाहा भइहाल्छ अनि फेरि इटर जाने होइन यता लक लागेको रहेछ नि त यताबाट पानी रहेर शीतल भएको बेला घाम लागेको है यो सिन चाहिँ धरानको हामी चाहिँ तिम्माकै घरमा छौँ यस्तो माथि माथि हेर्दाखेरि पहाड देखिन्छ त्यही भएर शीतल हुन्छ यता त बाई बाई छेमा बाई गर्नु न तिप्पा बाई बाई अब तिम्मा बाई बाई अब तिमीहरू पनि चर्च हिँड्नु भएको सेवामा हामी पनि अब हिँडेको उता इटारीतिर हस् तिम्रो ठिकै छ नि अब भेट भइहाल्यो त नि दिनमा एक दिन हामी बसिहाल्यौँ गफ गरिहाल्यौँ हस् तिमीमा हुन्छ लु लु गयौँ है तिम्मा कता टाढो जानुहुन्छ हामी यता बहिनीहरू आइसकेछ उता लिनु लु गयौँ है हजुर ऊ त्यहाँ आइरहेको छ यिनीहरू हस् तिम्मा मेरी प्यारी प्यारी बहिनीहरू लिन आइपुगिन् के छ हौ बहिनी नमस्ते कान्छी ल ढोक्नु पर्दैन नि उही खुट्टा ढोक्छ त मेरी क्युटी 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 बहिनीहरू आइपुग्यो लिनु ल जाऊँ केरा खाँदै हिँड्दै होइन बाटोमा नराम्री देखिन्छ कुनै हालतले नराम्री देखिँदैन ल केरा खाँदै हिँड्दै धरानको रोडमा हामी अब चाहिँ हामी फेरि धरानमै फुपूको घरमा पुग्यौँ घर लौठी डुल्दै 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 फुपूको बारीमा चाहिँ यहाँनिर धरानमा के चाहिँ रोप्नु पर्छ भने लिची नरिवल केरा सुपारी अनि मेवा अमिलो आँप सबै रोप्नु भएको छ जग्गा पनि टन्नै रहेछ फर्सीको मुन्टाहरू खाने बेला तरकारीहरू ड्रागन फ्रुट फुपूलाई पो दुःख दिन आयौँ त फुपू फुपू घरमा आएको आज घुम्दै घुम्दै सबै ठाउँ भ्याउने गरी सेको रहेछ त सुँगुरको त परिकार त अब जान्छु है फुपू बाई बाई काठमाडौँको भग मनाउने दिदीलाई वेलकम गर्न आएको ल मेरो भाइ पनि भेट्न आयो भलक गर्ने दिदीलाई भेट्न आएकै हो मेरो भाइले अब चाहिँ बाई बाई सबैलाई बाई अब चाहिँ हामी धरानबाट इटरी जानलाई सरर जाँदैछौँ सफारीमा हेलो गाइज अहिले चाहिँ एकैचोटि दिउँसोदेखि म अहिले इटरीमा आइपुगेको छु आइपुगेर पनि लुगा धोएर नुहाएर फ्रेस भएर ओछ्यानमा पल्टिराखेको मेरो भदै यहाँनिर छ मेरो भदै ज्ञानी छ यहाँनिर अनि हामी चाहिँ यहाँनिर लडिरहेछौँ अब चाहिँ यो भिडियोलाई इन्ड गर्नुपर्ने हुन्छ गाडी धरानबाट आउँदा आउँदै चाहिँ भिडियो गर्नु सकेन मोबाइल निकाल्नु पाइनँ अनि साथीहरू अहिलेसम्म चाहिँ हामी इटरी आएदेखि चाहिँ के भयो त भन्ने कुरा अनुभव चाहिँ यति खायो कि भोक लागेर एक दिन भात खाएको छैन एक दिन खाजा खाएको छैन पाहुना खाएकै छौँ आएदेखिको के भन्नु र
विशेष गरी चाहिँ आएदेखिको देखाएको चाहिँ सुँगुरको मासु, पूर्वको सुँगुरको मासु भने आजै सुँगुरको मासु भनेपछि बिहान खायो बेलुका पनि खाएकै छ। त नरुच्ने त कुरै छैन फेरि होइन, यस्तो मोटो मान्छेलाई नरुच्ने त कुरै छैन। सुँगुरको मासुको एकदम पारखी हो। त्यहीमाथि सुँगुरको मासु पूर्वाएर खाएको छ है साथीहरू। त्यही छ एउटा अनुभव चाहिँ। अनि गर्मी चाहिँ ठिकै नै छ, त्यस्तो अति नै साह्रो चाहिँ छैन। पानी परिरहेछ, हामी आइदेखिको बेलामा पानी परिरहेको छ। आज बिहान पनि परेको थियो धरानमा, अस्ति पनि हैटरीमा हामी आएको रातिदेखि नै पानी परेको थियो। त्यस्तै छ यहाँ पूर्वको बसाइ। अब भोलि चाहिँ हामी पथरी जान्छौँ। पथरी गएपछि पनि भिडियो गर्छु होला है त। पथरीमा झन् धेरै हुनुहुन्छ, को बाजे हुनुहुन्छ, मेरो काका काकीहरू भाइ बहिनीहरू धेरैजना हुनुहुन्छ। अनि बिहे पनि कान्छा बाजेको छोराको हो, उहाँहरू पनि पथरीमै हुनुहुन्छ। अनि फाइनली बिहे सकेर चाहिँ अनि हामी काठमाडौँ वापस जान्छौँ है त साथीहरू। हेर्दै गर्नुहोला है त भन्दै बाई बाई। फेरि हेर्नुहोस् त साथीहरू, भाउजूले सुँगुरको मासुको व्यवस्था कस्तो गर्नुभएको छ हामीलाई।